Hello everyone, welcome to my another video. आज चाहिँ म यो गणेभिरको सेकेन्ड स्टेप देखाउन जाँदैछु है। यस्तो छ हेर्नु है, भर्खरै मन्दिरदेखि उकालो कुद्दै आएको हुनाले अलि गर्मी नै भयो। साथीहरु चाहिँ त्यही भएर म चाहिँ अहिले यो गणेभिरको टपमा आइपुगेको छु, जुनदेखि चाहिँ हामीले भ्यूहरू हेर्ने गर्छौँ, फोटोहरू खिच्ने गर्छौँ। यहाँ कसैले पार्टी पनि गर्ने गर्छौँ है। सबै कुरा ठिकै छ है, तर यो खाना फाल्ने ब्रान्ड चाहिँ कहिले नसुध्रिनु भयो है। आजको भ्यू तपाईँहरूले देख्न सक्नुहुन्छ, यस्तो छ है। यहाँनिर एउटा केप पनि छ, जुन चाहिँ पानी पर्दाको लागि टेम्पोररी अप्सन हुनसक्छ है। कसैले छाता ल्याउनु भएको छैन अनि म चाहिँ जहिले छाता बोकेर हिँड्ने गरेको छु। यस्तो फोहोर गर्ने काम चाहिँ नगरौँ है यहाँ। यस्तो सुन्दर ठाउँ छ जहाँ चाहिँ नेचर र सोलको मेट हुने गर्छ चाहिँ यहाँ चाहिँ। अब म तपाईँहरूलाई देखाउन चाहन्छु, जुन मैले भनेर ल्याएको थिएँ। यहाँ आइपुगेपछि चाहिँ यहाँ जम्प गर्दा यता नर्थकोतिर लाग्नु होला, त्यहाँदेखि ओह्रालो। लेट्स गो। अलिकति गाडी जोडिया हुनसक्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम ओह्रालो छ, भिरालो है ठाउँहरू। यस्तै हो, गाडी छ अलिक। पहिला म यताउता चाहिँ जहिले आउने गर्थेँ, अलिक ठिकै हुन्थ्यो। अहिले भने चाहिँ कोही आउँदैन, त्यही भएर अलिक गाडी छ। म चाहिँ आइपुगेको छु है, जुन मैले भनेको थिएँ। यो चाहिँ म बस्ने ठाउँ। यो हाम्रो रह्यो टपको, जुन अघि हामीले हेरेको थियौँ। यहाँ बसेर तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ भ्यूहरू हेर्दै। जुन चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै सुन्दर मनमोहक भ्यू छ है हाम्रो। आजको लागि यति नै। अब नेक्स्ट भिडियोमा भेटौँ है। बाइ बाइ।